सिन्डिल बेपार गर्न हिँडेको हामी कता लाइन छिरा आँखा हेरेन गाडी लाग्ला फेरि यस्तरी बोकेछौँ ल होइन हिँड्के के हिँडेको त्यो हाँस्नु र 2 दिनको सिङ्गिरहेको होइन फटाफटी है खिचे छैन कि आज मेरो छोरीले कति व्यापार गर्छिन् भन्ने थाहा छैन एक झोला बोकेर हिँडिछिन् बेलुका फर्केर रिट्टी फर्किन परोस् अनि छोरी बेलुका फर्किने हामी रिट्टी फर्किने है सब बेचेर ओके पैसा बोकेर आउने यस्तै गरेर है छैन ऱ्याप गर्ने छ नि त मेरो छोरी मोटाएर एक्सर्साइज गरेको रे मेरो छोरीले फेरि मेरो भारी बोकेर मलाई हल्नु गएछिन् आमाले अंशुको बोकिदिएको अंशु तिम्रो के घट्यो अरे एक्सर्साइज गरेर पेट र टाउको घट्यो ए भगवान् यता देखाउ त पेट कट्टो रहेछ र ए भगवान् सिम भइछ नि मेरो छोरी त लाइन मेरो छोरी सिलिम भइन् यहाँ हामी व्यापार गर्न लाग्यो खुट्टा र टाउको घट्यो अब के अरे खुट्टा र पेट घट्यो अब टाउको घट्न बाँकी छ ओ माई गड मेरो त सबै घटो क्या त्यस्तो होइन हात पनि घट्छ ए त्यसो भए अब हात घट्न मात्रै बाँकी छ हो ल टाउको र हात घटा हेलो गाइस यस्तो गाह्रो पैसा कमाउन तिम्रो के घट्यो रे तिम्रो एक्सर्साइज गरेर भारी बोकेर के घट्यो आँखा घट्यो ए भगवान् यो दुनियाँ बेग्लै छ नि छोरी आँखा घट्यो अरू के घट्यो सिबे हिँड ऊ पेट नि घट्यो फेरि हामीलाई खुट्टाहरू पनि घट्यो होला नि सब घट्यो ए आँखा नि हेर्नुहोस् है म्याम मल्लिका म्याम आँखा नि हेर्नुहोस् होइन अब गएर व्यापार गर्छिन् मेरो छोरीले क्यान्डल आयो क्यान्डल गर्दै होइन मन भन्छु तिमी भन के है होइन अगाडि न म हल्का सामान दिन्छु मेरो छोटो डाउन हो नि के यस्तो बोक्छिन् हाम्रो छोरी यस्तो डन छिन् तपाईँहरूको छ नि कमेन्ट गर्नु है यस्तो डन छोरी पाउन अहिले के खानुपर्छ भनेर मेरो छोटो हल्का डन मम्मीलाई ढोग्छ भने आफै बोक्छन् अहिले व्यापार पनि गर्छिन् होइन र होइन र हो नि तिमी पनि खेल्छिन् नडराएर डन हो नि मेरो छोटो डन बुर्तिबाङको डन थिइन् कि अहिले काठमाडौँको डन भइछिन् होइन हेलो गरिदिउँ नि तिमी हेलो गाइज भन नि लाइक कमेन्ट सेयर गरिदिनु होला भन त युट्युब पनि माया गरिदिनु होला अनलाइन क्यान्डिल खरिदिनु होला हामीलाई गाह्रो भयो भने अनलाइन गाह्रो भयो गुड